साथीहरु एउटा भिडियो म बनाउनु गइराछु हैन अनि आफुलाई कस्तो कस्तो लागिराछ यो लुगाहरु चाहिँ सबै मैले फ्याल्दिन आँटेको छु फ्याल्दिनु पर्ला अब के गर्नु कसलाई दिनु है सबैजना यहाँनेर अब त्यस्तो नहुनेहरु त कोही हुनुहुन्न सबैजना हुनेहरु अनि अब लाउनु न भन्नु पनि अप्ठ्यारो यो सबै यो यिनीहरु सबै मैले मज्जाले प्याक गरेर अब यहाँ खोरको गाडी आउँछ यो सुर्केस पनि दिने हो यो राख्दा यो 18 वर्ष भयो ना चल्छ यो सुर्केस है अब घुम्नु जाने पनि कहीँ छैन अब यो सबै फ्याल्दिने यो चाहिँ मेरो सिस्टी छोरीको एकदम फेभरेट थियो है भाटोमा लिएको यो पनि अब सबै फ्याल्दिने हैन अरु भन्दा पनि मलाई चाहिँ एकदम म चाहिँ इन्डियन आर्मीको फ्यामिली हो पल्टनमा बस्दा चाहिँ यस्तोहरु चाहिँ नबुन्नु है प्लिज अब तपाईहरुलाई एकदम लगाइदिनु इच्छा छ मन पर्छ भने चाहिँ तर नानीहरु यो अलिक लाउनु नमान्दो रहेछ के अलिक चिलाउने खै के हुने अनि बुन्दाखेरि पनि अलिक फिनिशिङहरु पनि नहुने यति दुःख गरेर बुनेको यो मेरो नानीहरु टिन्डा थियो यो सानो थियो यो 2 वर्ष भन्दा सानो 1.5 वर्षको रुवाई बिचारा राल सिगान त्यो मात्रै हो र फेरि के भूत समाको यो धागो काँखाबाट मगाएर यो सबै म फ्याल्दिन आँटेको अब यो फोरको गाडी आउँछ अब उनीहरुले छानेर लायो उनलाई यो मेरो बुढाको लागि आज मैले आधी त फ्याले अनि यो छोरीको लागि यो यस्तो धागो मगाएर एकदम राम्रो धागो हुन्छ यो छोरीको लागि अनि अर्को यो सबैको लागि बुनेको हैन अब यो मैले अब 5 वर्ष भयो होला म 5-7 वर्ष कति भयो 6-7 वर्ष भयो पल्टनदेखि आएको पहिले एक दिन लगाएको हैन आज मैले हेरेको यस्तोहरु यो पनि सबै फ्याल्दिने यो त्यही भएर तपाईहरु पनि एकदम लाउने इच्छा मनै देखिन्छ भने त्यहाँनेर चाहिँ कस्तो हुन्छ भने पल्टनमा बस्दाखेरि चाहिँ सबैले बुन्दैछ हामी पनि बुनौँ न त भन्ने खालको हो यस्तो बुनेकोहरु त मसँग कति छ यो नगर्न भाइ त टेबल क्लोथ देखि लिएर कुसन क्लोथ टेबल क्लोथ त मैले कति दिए कति फ्याले है कति भने एक ठुलो टिनको डिब्बा त मैले टिनको बक्सा लिएर आएको थिएँ त्यो पनि यस्तो नानीलाई रुवाई आम्मामा यस्तो कामै खेती नपाए जस्तो अब सबै मैले अब यो फोरको गाडीमा लगाउने हो अब छानेर लायो भने ठिकै छ लाएन भने अब यो एकपल्ट लगाएको भने यस्तो स्वेटर त मैले 7-8 वटा लिएको थिएँ अब म कति राख्नु त है यो अब सबै यो मैले फोरको गाडीमा दिने हो अब छानेर लायो भने लायो लाएन भने अब यो कहाँ जान्छ मलाई थाहा छैन तर मेहनत चाहिँ धेरै थियो अब म मेहनत धेरै थियो भनेर कति राख्नु यो घरमा यहाँ राख्दा म हैरान भइसके न कसरी लाउनु मान्छ कोही केटाकेटी लाउने पनि हैन अब सबै यो बुढोलाई फाल्टै धागोको छोरालाई फाल्टै छोरीलाई फाल्टै तेरो यस्तो भूत समारेको थियो यो बुन्दाखेरि बुढा र बुढीको झगडा बुढाले